स्वागत स्वागत छ तपाईँहरूले मेरो आजको फेरि छोटो मिठो मिनी भ्लगमा। आज मैले बनाउँदैछु सुजीको चिला। अस्ति मैले बेसनको चिला बनाएको थिएँ भने आज मैले सुजीको चिला बनाउँदैछु अनि बाबुको लागि बनाउँदैछु दलिया। त्यसको लागि चाहिँ मैले फर्स्टमा चाहिँ सानो सानो एकदम मसिनो गरेर चाहिँ प्याज काटेँ, त्यसपछि सिमला मिर्च, त्यसपछि टमाटर काटेँ। यो सबैलाई एकदमै मसिनो गरेर काटिसकेपछि सुजीलाई चाहिँ आधा घन्टा अगाडि नै मैले भिजाउन राखेको थिएँ। अनि त्यसमा हालेर चाहिँ अनि त्यसपछि नुन, मिर्चा अनि धनियाँको धुलो, त्यसपछि यो जिरा पनि हल्का भुटेर चाहिँ यसको जिराको धुलो पनि हालेर चाहिँ मैले एकछिन फेरि त्यसलाई ढाकेर राखिदिएँ। अनि फ्राई प्यान बसालेँ, त्यसपछि हल्का तेल हालेँ, त्यसपछि मैले फेरि त्यसको ब्याटर हालेँ। किनकि यो फर्स्ट टाइम बनाउन लागेको, त्यही भएर चाहिँ सुजीको ब्याटर चाहिँ मैले अलिकति पातलो बनाएछु कि त्यही भएर फर्स्ट चिला चाहिँ मेरो एकदमै भएको थियो बेकार। अनि फेरि मैले सेकेन्ड चिलाको लागि ट्राई गरेँ। सेकेन्ड चिलामा चाहिँ हल्का सुजी हालेर फेरि एकछिन रेस्ट गर्न दिएको थिएँ। अनि त्यसपछि मैले सेकेन्ड चिला बनाउँदै थिएँ। सेकेन्ड चिला चाहिँ हल्का ठिक भएको थियो, टेस्टी पनि भएको थियो। त्यसपछि हामी चाहिँ सासू बुहारी मिलेर चाहिँ यो गमला चाहिँ मैले अस्ति नै मगाएको थिएँ, तर यहाँ माटो पाउन अलिक के अरे अभाव हुन्छ कि। अनि माटो चाहिँ मम्मीले बल्ल बल्ल कहाँबाट खोजेर ल्याएर भर्नु भएको थियो। अनि हामीले फुल लगायौँ। त्यसपछि माथि मम्मीले साँझपख आलु छिल्दै हुनुहुन्थ्यो सब्जीको लागि। अनि बाबुले चाहिँ आलुको छिल्का जति सबै लगेर चाहिँ बाहिर फालेको थियो। उसले चाहिँ एकचोटि देखेको काम चाहिँ ट्याप टिपेर हाल्छ कि। अनि त्यसपछि आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ गाइज, बाई।